आज हामी कक्षा 10 को पाठ 14 सम्भाव्यताबाट जुन फाइनल एक्जाममा 4 नम्बरको क्वेशन सोध्छ त्यो सल्भ गर्न गइरहेका छौं। अब क्वेशन हेरौं। एउटा झोलामा 10 वटा रातो र 9 वटा सेतो बल छन् र 2 वटा बलहरू पुनः नराखिकन झिकिएको छ भने भन्यो। अब क मा भनेको छ सम्भाव्यताको गुण नियम लेख्नुहोस्। ख मा भनेको छ वृत्त चित्रमा देखाउनुहोस् र ग मा भनेको छ रातो बल मात्र पर्ने सम्भाव्यता पत्ता लगाउनुहोस् भनेको छ। अब हामी पहिला क लाई सल्भ गर्छौं। त्यो भन्दा अगाडि हामी दिएको लेख्छौं गिवन प्रोबेबिलिटी अफ इक्वल्स टु जम्मा चाहिँ हाम्रो 10 प्लस 9 जोड्दाखेरि 19 वटा बल भयो। अनि रातो बललाई r प्रोबेबिलिटी अफ r इक्वल्स टु 10 अनि यो सेतो बललाई चाहिँ व्हाइट भन्ने भएकाले प्रोबेबिलिटी अफ w इक्वल्स टु 9। अब भनेको छ क मा भनेको छ सम्भाव्यताको गुणन नियम लेख्नुहोस् भनेको छ। सम्भाव्यताको गुणन नियम हुन्छ प्रोबेबिलिटी अफ a युनियन b इक्वल्स टु प्रोबेबिलिटी अफ a इन्टु प्रोबेबिलिटी अफ b। अब ख मा भनेको छ वृत्त चित्रमा देखाउनुहोस्। वृत्त चित्रमा देखाउँदा वृत्त चित्रमा चाहिँ यता देखाउँ। अब एउटा यो झोला छ, यसमा रातो र सेतो बल छन्, r र w लेखेँ मैले। अनि पहिलोमा चाहिँ हाम्रो r आउन सक्छ, त्यसपछि व्हाइट सेतो बल आउन सक्छ, त्यसपछि अझ रातो बल आउन सक्छ भने यसमा एउटा सेतो बल पनि आउन सक्छ। अब यसमा एउटा सेतो बल आउन सक्छ, एउटा रातो बल आउन सक्छ। यो त भयो। अब यसको भ्याल्यु लेख्नु पर्यो हामीले। अब जम्मा हाम्रो रातो बल चाहिँ 10 दिएको छ र जम्मा बल चाहिँ 19 छन् भने 10 डिवाइडेड बाइ 90। अनि यो अब पुनः नराखिकन भनिएको छ भने अब एउटा यहाँ राखिसकेपछि अब यहाँबाट एउटा घट्ने भयो। अब 9 वटा रह्यो। अब हाम्रो रातो बल चाहिँ 9 वटा रह्यो। 9 बाइ अब यहाँ एउटा बल घटेपछि 80। अनि यहाँ चाहिँ हाम्रो जम्मा सेतो बल चाहिँ 9 वटा छ अनि यो चाहिँ सेम हुन्छ 9 बाइ 80। जम्मा बल चाहिँ दोस्रो स्टेजमा पुनः नराखिन, यदि राखेको भए त 19 हुन्थ्यो, जम्मा सबैमा 19 हुन्थ्यो, माथिको मात्र फरक गर्न सकिन्थ्यो। तर अब यसमा पुनः नराखिकन भनेको छ भने एउटा घट्छ दोस्रो स्टेजमा। अब तेस्रोमा भनेको भए 17 वटा हुन्थ्यो। 3 चोटि राखिएको भए चाहिँ 3 वटा बलहरू पुनः नराखिकन भनेको छ भयो, यसको पछाडि 8 बाइ 17 हुन्थ्यो। त्यसरी गर्न सकिन्छ। अब यहाँ व्हाइट बल चाहिँ हाम्रो 9 बाइ 19 भयो फर्स्टमा। अब त्यसलाई पहिलो बल मानौं हाम्रो सेतो बल आइसकेको छ भने अब दोस्रोमा पनि सेतो बल आयो भने हाम्रो 8 बाइ 3 हुन्छ। र अब दोस्रो चोटि अब माथि अब एउटा अझ समाउँदा मानौं हाम्रो रातो बल आयो। रातो बल आयो भने जम्मा रातो बल चाहिँ 10 अनि 80। यो चाहिँ हाम्रो वृत्त चित्र भयो। यसको चाहिँ 2 मार्क्स मिल्छ। अब ग मा भनेको छ रातो बल मात्र पर्ने सम्भावना, अर्थात् दुईटै बल रातो पर्ने सम्भाव्यता कति हुन्छ पत्ता लगाउनुहोस् भनेको छ। अब हामी लेखौं रातो बल मात्र पर्ने सम्भाव्यता प्रोबेबिलिटी अफ r अर्थात् रातो बल पर्ने संभावना। अब प्रोबेबिलिटी अफ r इन्टु प्रोबेबिलिटी अफ r अर्थात् रातो बल। अब प्रोबेबिलिटी अफ फर्स्ट को लागि चाहिँ 10 बाइ 19 इन्टु 9 बाइ 80। अब यो क्याल्कुलेसन गरौँ।
यो चाहिँ आयो 5/19 अर्थात् दुवै बल रातो पर्ने सम्भाव्यता 5/19। यो अहिले डाइरेक्टली यो साइन मेरो +2 लेभलको क्याल्कुलेटर भएकाले हो, तर प्लस यो कक्षा 10 मा पढ्यो भने क्याल्कुलेटर चाहिँ यसलाई पोइन्टमा पनि देखिन सक्छ है। यसलाई यस्तो वाला क्याल्कुलेटरमा चाहिँ यो डाइरेक्ट अनुपातमा दिएको छ।